सो हेलो गाइस है वेलकम ब्याक अगेन टु माई च्यानल है। स्वागत छ फेरि पनि तपाईँहरूलाई नयाँ ब्लगमा है। र अहिले भने चाहिँ म फर्किँदैछु है, घरदेखि निस्केको। यहाँ देख्न सक्नुहुनेछ मेरो घर यहाँ पछाडि छ है। र म चाहिँ आज चाहिँ फर्केको नि त। सो आज चाहिँ म उता काममा गएको है। र मेरो हातमा चाहिँ यहाँ भारीहरू छ, ब्यागमा पनि छ भारी हो। के गर्नु, यस्तै छ परदेशी जिन्दगानी भन्ने जस्तो होइन। सो भिडियोलाई एन्ड भने हेर्नुहोस् है। र आज चाहिँ यो देख्दै गरेको केस पनि म चाहिँ काट्नेछु है। हल्का छटाइदिउँ भनेको, गरममा साह्रो पर्यो गाइस केसले नि। अब चाहिँ यसलाई काटिदिउँ भनेर सोच्दैछु है। सो अहिले तल सिङताममा गएर काट्नेछु। सो भिडियोलाई एन्डसम्म हेर्नुहोस् है। र आजको दिनहरू चाहिँ त्यस्तै हो, गरम महिनामा घाम लाग्छै लाग्छ। अब म भने चाहिँ यहाँ रोडतर्फ झर्दैछु है। सो हेर्नुहोस् होला गाइस है भिडियो। सो गाइस है म चाहिँ अहिले भने यहाँ सिङताम बजार आइपुगिसकेको छु। यहाँ तपाईँहरू देख्न सक्नुहुनेछ म चाहिँ यहाँ लाल बजारपट्टि जाँदैछु है। हल्का काम छ नि त मेरो। र तपाईँहरू यहाँ देख्न सक्नुहुनेछ गाइस है, यहाँ चाहिँ है लुगाहरू जुत्ताहरू एकदम सस्ता सस्ता पाउनुहुन्छ तपाईँहरूले यहाँ लाल बजारमा चाहिँ। र मेरो चाहिँ पर जाने काम छ। अहिले बिहानै छ, त्यति खोलिएको छैन दोकानहरू है। अन्त चाहिँ यहाँ भिड हुन्छ। यहाँ देख्न सक्नुहुनेछ म चाहिँ यहाँ धागो किन्न आएको थिएँ है। सो तपाईँहरूले यस्तो धागो चाहिएको छ भने चाहिँ यहाँ लाल बजारको यता यो पुलको छेउमा पाउन सक्नुहुनेछ। बाहिर पनि देखाइदिन्छु तपाईँहरूलाई है। यहाँ देख्न सक्नुहुनेछ, यहाँनिर तपाईँहरूले एभाइलेबल छ है। यहाँ धागोहरू, यस्तो धागोहरू पाउन सक्नुहुनेछ है। तपाईँहरूले यहाँ किन्न आउनुहोस् होला है, सिटी स्टोरमा है। यहाँ पुलको छेउमा सिङताम लाल बजार गाइस है। म चाहिँ यहाँ सलुनमा आइपुगिसकेको छु, यहाँ लाल बजारको छेउमा है। र अब चाहिँ यो केस तपाईँहरूले देख्न सक्नुहुनेछ, यो चाहिँ उडाउने है। यहाँ देख्न सक्नुहुनेछ केस। अब यो चाहिँ डल्लै उडाइदिने है। हेर्नुहोस् हेर्नुहोस् है, यहाँ यतिको लामो छ है मेरो केस चाहिँ। पछाडि हेर्नुहोस् तपाईँहरू। अब यो केस चाहिँ जान्छ है साथीहरू। सो गाइस है मेरो केस चाहिँ छटिसकेको छ। यहाँ हेर्न सक्नुहुनेछ तपाईँहरू, यहाँ मिलरबाटै देखाइरहेको छ। सो गाइस है म चाहिँ अब केस काटेर है अब चाहिँ रानीपुलको गाडीमा चढेर जानुपर्ने हुन्छ। र म चाहिँ अहिले भने सिङताम बजारमा छु है। र केस काट्दा कस्तो देखेको, पाल्दा कस्तो देखेको थियो, केस काट्दाखेरि कस्तो देख्यो तपाईँहरूले कमेन्टमा भन्नुहोस् होला है। र अहिले चाहिँ म यहाँ सौदा बोकेर लाग्दैछु है। सो गाइस है म भने चाहिँ अहिले गाडीमा चढिसकेको छु। यहाँ गान्तोकको गाडी है, रानीपुलको गाडी पाउँदैन नि त, त्यही भएर गान्तोक गाडीमा चढेको। अब रानीपुलमै उत्रिन्छु है। र म यहाँबाट चाहिँ अब गाडी निस्किसक्यो सिङतामबाट चाहिँ। म चाहिँ यहाँ लास्ट सिटमा एक्लै परेको छु है आज। केस काटेर हेर्नुहोस् न, खुल्ला भइदिरहेको छ एकदम शीतल। तपाईँहरूले कमेन्ट गर्नुहोस् है, मलाई केस पाल्दा स्वागत कि केस काट्दा स्वायो है, कमेन्ट गर्नुहोस् होला है। यहाँ चाहिँ ट्राफिक है। अब यहाँदेखि उकालो चाहिँ गान्तोक, रानीपुल, पाक्किम। सो गाइस है म भने चाहिँ अहिले रानीपुल आइपुगिसकेको छु। यहाँ तपाईँहरू देख्नुहुनेछ है, मेरो हातमा झोला पनि छ, भारी बोकेर हिँडेको छ है। अब त्यहाँदेखि चाहिँ अर्को गाडीमा चढेर जानुपर्ने हुन्छ। सो गाइस है अहिले भने चाहिँ म मामा घर पुग्नु लागेको छु। यहाँ रोडबाट चाहिँ उकालो भएर जाँदैछु है। बाटो यस्तो छ।
हो। सो आजको भिडियो कस्तो लाग्यो तपाईहरुले तल कमेन्ट गरेर भनिदिनुस् है। आजको भिडियो यतिसम्म नै थियो। सो अब फेरि नेक्स्ट भ्लगमा भेटौँ है। सो बाई बाई अहिलेको लागि।